हेलो गाइस, म जङ्गलमा छु क्या अहिले गाइस होइन। मसँग मनिर भाइ पनि छ है, हेर्न सक्नुहुन्छ। मैले दाउरा डोकोमा हालिसकेको छु होइन। दाउरा यति धेरै छ कि गाइस, हेर्न सक्नुहुन्छ। यहाँ नि छ अनि तल नि छ। तल बाबा हुनुहुन्छ, बाबाले चाहिँ के गरिराख्नु भएको छ गाइस, हेर्न सक्नुहुन्छ। दाउरा बन्चरोले टुक्रा के अरे सानो पिस बनाउँदैछ क्या, त्यो मोडा ठुलो मोडा। त्यही हो गाइस, उता देख्न सक्नुहुन्छ। यता नि दाउरा छ होइन। त्यही अब यति भन्दा भाइलाई अब तल पुऱ्याइदिनु पऱ्यो। यहाँ माटो खेल्दो रहेछ कि भाइ, त्यही भएर अनि तल पुऱ्याइदिन्छु। त्यही हो गाइस, पछि भेटौँला है होइन। त्यही हो गाइस, यस्तो भयो कि लडेर यार, यहाँबाट लडेको भन्नाले यस्तो खुट्टा फाल्च्याङ्ग भयो। अनि त्यहाँबाट म अनब्यालेन्स भएर अनि लडिहालेँ। लड्न त लडेन म, तर डोको चाहिँ ढल्यो कि। कुरो यस्तो हुन्छ यार, यो नाम्लो अलि छोटो भयो भने यस्तो हुन्छ कि गाइस। अनि भारी नि म अलि यस्तो भारी चाहिँ नाम्लो चाहिँ ठिकै थियो भनौँ न, नाम्लो चाहिँ ठिकै थियो। यो भारी चाहिँ औडा थियो कि, भारी चाहिँ राम्ररी बोक्न सकेन भन्नाले भारी चाहिँ यस्तो भयो कि गाइस, भारी चाहिँ। अनि इन्डिङमा चाहिँ राम्ररी हाल्नुहोस्, भारी हालेको चाहिँ मिलेन कि भन्नाले दाउरा हालेकै मिलेन, भारी हो भने इन्डिङमा दाउरा मिलाएर हालेन कि गाइस। त्यही हो, अरू के होइन। अब अब यो डोकोमा अब दाउरा साउरा हालेर टक्क लगाएर होइन बोकेर गएर होइन, बोकेर घर जाने हो गाइस। त्यही हो। अब घरमा एकैचोटि भेटौँला भन्ने थियो अघि नि। अब यहीँ लडियो, अब के गर्ने। लडियो भन्नाले यहीँ भारी ढल्यो अनि त्यही हो। ल भाइ गाइस, बाई त होइन। ल पछि भेटौँला गाइस। अहिले गोरु चाहिँ ल्याइसकेको छ। बाबा जानुभएको थियो गोरु लिनलाई। अनि म चाहिँ अनि खास चाहिँ मेरो भारी चाहिँ त्यहाँ खस्यो नि त। अनि त्यही भएर ढिलो भयो नि त, त्यहाँ फेरि भारी हाल्नलाई ढिलो भयो नि त होइन। त्यही भएर नि अनि त्यही भएर बाबा जानुभयो गोरु खोज्नलाई, किनकि बाबाले नि भ्याएन त्यति बेला। दाउरा गरेर दाउरा काटेर भ्यायो। अनि त्यही भएर अनि बाबालाई चाहिँ मैले गोरु खोज्न जानु भन्नुभएको थियो। अनि मलाई चाहिँ फेरि दाउरा चाहिँ अब दुईचोटि त 2 भारी त बोक्यो, अब 3 भारी बोक्नु पर्ला। अलि टाढै छ नि त, जङ्गलमै छ नि त गाइस, त्यही भएर नि हो। अनि त्यही हो गाइस, 5 पनि बज्न लागिसक्यो। अनि त्यही हो, अब फोन चार्ज गरिदिन्छु म। अनि फोन चार्ज गरेर मैले भात खाइदिएँ कि गाइस, भात खाइदिएँ कि मैले चाहिँ। किनकि अब हुन्छ नि त, भोक लागेपछि त खानु पऱ्यो नि त, भात खाइदिएको। भरे सुजी खाने हो गाइस, त्यही हो, अरू के होइन। त्यही हो, भ्लग अब इन त गर्दैन अहिले। परवल पनि झिक्नुपर्छ होला म भरे। अनि त्यही हो। ल गाइस, चार्ज चाहिँ एकचोटि चार्ज हेर्छु है गाइस, त्यसको भनेको 6% छ गाइस चार्ज चाहिँ। अनि चार्ज दियोस्, म चाहिँ अब एकैचोटि जङ्गलमै भेटौँला है गाइस। त्यही हो, भाइ चाहिँ होइन कति भाइ मात्रै भन्न आएको, जङ्गलमा भेटौँला है त गाइस। हेर्न सक्नुहुन्छ त्यहाँ डढेर लगाएको छु। अनि कहाँबाट हुन्न त पल्युसन होइन, झन् होइन पोखरा के अरे झन् काठमाडौँतिर झन् कति पल्युसन छ होला। त्यहाँ झन् गाडी कति चल्छ होइन, तपाईँहरूलाई पनि थाहा होला। मान्छे कति बस्छ काठमाडौँमा, कति गाडीहरू चल्छ भनेर होइन। झन् काठमाडौँमा त डर पल्युसन हुन्छ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, यहाँ पनि पल्युसन हुन्छ कि, यस्तै पल्युसन हुन्छ। अनि कहाँबाट राम्रो हुन्छ त नि अब होइन। वातावरण नै यस्तै छ। जिन्दगी भनेको
जिन्दगीको कुरा गर्छ है गाइस। म जिन्दगी चाहिँ अब मिलेर होइन कटाउने हो। अब जिन्दगी चाहिँ अब हुन्छ नि आफ्नो जिन्दगीको कुरा गर्छ भनेको जिन्दगी चाहिँ अब यसरी चलिरहेको हुन्छ गाइस। यसरी होइन दाउरा काटेर होइन अनि दाउरा काटेर अनि दाउरा पालेर हुन्छ नि त यस्तो हुन्छ। दाउरा काटेर दाउरा हुन्छ नि दाउरा बोकेर दाउराहरू अनि घरतिर घरमा हुन्छ नि त कलेक्सन हुन्छ नि त होइन। जङ्गलबाट ल्याएर दाउरा ल्याएर अनि घरमा पुर्याउने होइन घरमा हुन्छ नि त दाउराहरू। अनि त्यो दाउराहरू चाहिँ एकदम के गाइस दाउराहरू चाहिँ एकदम के आगो बाल्नलाई भयो। अनि चराहरू हेर्न सक्नुहुन्छ गाइस। चराले कस्तो क्लियर नदेखाएको उड्यो यार भवाल रहेछ यो चरा त। अनि भयो नि त होइन दाउरा आगो बाल्नलाई भयो होइन। त्यही त गाइस जिन्दगी भनेको यस्तै हो गाउँघरमा त। अघि आएको बाटोमा यही बाटो आएको हो यही बाटो गएको हो भनौँ न। अघि आउनु त आएको हो। त्यो गाइस हेर्न सक्नुहुन्छ भिड यस्तै छ। अब अँधेरो हुन लागेको छ। अब 5 पनि बजिसकेको छ गाइस होइन। घाँस त यहाँ पनि रहेछ टन्ने कि बाख्राहरूले सखा मानिन्छ यहाँ। फेरि बाख्राहरू खाएन कि बाख्राले खान्न यो घाँस टन्नै छ घाँस चाहिँ। गाइस यो हुन्छ नि गाई बस्तुहरू चाहिँ होइन किन पाल्दो रहेछ भन्ने कुरा चाहिँ अलि मलाई थाहा पायो कि अहिले हुन्छ नि त किन पाल्यो भनेर थाहा पायो मलाई गाउँघरमा होइन। अघि दाउराको कुरा अलि राम्ररी मैले जानेन त्यही भएर मलाई त्यो कुरा मैले अलि हुन्छ नि त नजानेर अलि छोडिदिएँ त्यो कुरा। अनि अब गाई बस्तुको बारेमा होइन गाई बस्तुको बारेमा म भन्न चाहन्छु गाइस। किन हुन्छ नि त अब मलको कुरा गरौँ न। मल अब जङ्गलतिर के अरे अब बारीहरूमा मल हाल्छ नि त होइन। त्यो मल कसरी बन्छ भन्ने कुरो चाहिँ थाहा पाउनु पऱ्यो नि त हामीले गाइस गाउँघरमा होइन। गाउँघरको मान्छेहरूले चाहिँ गाई बस्तु किन पाल्ने रहेछ भन्ने कुरो चाहिँ यहाँबाट थाहा हुन्छ क्या। यो मलबाट थाहा हुन्छ क्या। अब उनीहरूले हुन्छ नि त पाल्छ घाँसहरू कहाँ दुःख गरेर काटेर होइन घाँसहरू होइन कताबाट हुन्छ नि त दुःख गरेर ल्याउँछ घरमा अनि गाई बस्तुलाई दिन्छ। अनि त्यहाँबाट गाई बस्तुले अनि पिसाब हुन्छ नि त उनीहरूको हुन्छ नि त होइन पिसाबबाट होइन गोबरहरूबाट हुन्छ नि त। मान्छेको कुरा नगर के अरे मान्छेको कुरा नि आउनु आयो है। त्यो भन्नाले मान्छेको दिसा चाहिँ होइन कि गाई बस्तुको के पिसाबले हुन्छ नि त पिसाब गर्छ नि त उनीहरूले। अब तिनीहरूबाट अनि पिसाब गर्छ अनि कलेक्ट हुन्छ क्या त्यो पिसाब चाहिँ उनीहरूले गोठकै अलि संरक्षण गरी के अरे के भन्छ अरे गोठहरू चाहिँ अलि उनीहरूले
तरिकाले बनाउँछ कि कोठाहरू कि तरिकाले कि त्यो गोबर चाहिँ तल झर्छ अनि त्यो कभर चाहिँ धेरै कलेक्ट हुन्छ कि धेरै कलेक्ट हुन्छ होइन बाख्राको कुरा गर्दा कि यो बाख्राको कुरा गर्दा चाहिँ अनि यस्तो भयो बाख्राको चाहिँ अनि गाई भैँसीहरूको चाहिँ उनीहरूको त होइन त्यहीँ हग्ने त्यहीँ मुत्ने हुन्छ कि गोठमै हग्ने गोठमै मुत्ने हुन्छ अनि हामीले चाहिँ त्यो भएको गोबर हुन्छ नि त गोबरहरू सोरेर अनि यता आफ्नो हुन्छ नि त मल हुन्छ नि त यता ठाउँमा के मल बन्ने ठाउँमा राख्छ अनि त्यो गोबर त्यहाँ राख्छ अनि घामले त्यो गोबरले सुकाउँछ सुकाएपछि अनि त्यो मल हुन्छ गाइस अनि त्यो पातहरू भयो घाँसहरूको त्यो हुन्छ नि त घसेटो भन्छ कि गाइस घसेटोबाट नि हुन्छ नि त घसेटोबाट नि घसेटो नि मल हुन्छ कि गाइस घसेटो पोल्ने नि त बारीमा होइन अनि बारीमा पोलेर अनि त्यहाँको जमिन के बारी उस बनाइदिन्छ अलि मलिलो बनाइदिन्छ कि त्यसले नि त्यो पनि हो गाइस होइन मलको बारे होइन त्यही हो अनि मलाई खासै राम्रो चाहिँ आउँदैन होइन म नि सानोदेखि गाउँमै बसेको मान्छे त होइन अनि त्यही भएर अलि नलेज आफूले जानेको नलेजहरू तपाईँहरूलाई भनेको होइन त्यही हो गाइस गाउँघरको बारेमा चाहिँ यो होइन अँध्यारो नि भइसक्यो गाइस अँध्यारो नि हुन लागिसकेको छ गाइस त्यही हो अनि म चाहिँ उता जाने हो होइन पराल चाहिँ म भरेमा पराल झिक्छु कि झिक्दिनँ थाहा छैन त्यो चाहिँ अनि मेरो भ्लग चाहिँ मैले अस्ति नै हालेको थिएँ अस्ति हालेको थिएँ होला सायद यो भ्लग चाहिँ आजै आउँछ गाइस होइन आजै एडिट सिडिट गरेर हालिदिन्छु ख्यालच्याङ्ग भयो क्या खुट्टा यार यस्तो पो हिँड्छ नि यस्तो भएर यस्तो भइदिइरहेको क्या अघि पनि त्यही यस्तै ख्यालच्याङ्ग भएर डोको झरिदिएको के नाम्लोबाट रे भन्नाले डोको ढलेको के गाइस ढाडबाट त्यही हो गाइस होइन अँध्यारो छ यस्तो छ सिन होइन अलिक क्वालिटी अलि हेर्न सक्नुहुन्छ अलिक क्वालिटी अलि घट्यो होला होइन त्यही हो रात पर्न लगाइसक्यो अनि क्वालिटी अलिक राम्रो आउँदैन कि गाइस क्यामेराको त्यही हो एक्लै छ म होइन जङ्गलमा होइन बेलुका अलि डर चाहिँ हुन्छ कि हुन त यहाँ चराचुरुङ्गी अनि के अरे वन्यजन्तुहरू होइन बास बस्छ कि यस्तै ठाउँतिर कि यस्तो कुना काप्चातिर बाटो चाहिँ यस्तै छ गाइस होइन त्यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले दाउरा
गाइज अनि यो भ्लग चाहिँ अस्ति कति हो यो 4 गतितिरको भ्लग होला सायद 4 कि 3 गतिको भ्लग हो खास गरी। अनि त्यति बेला चाहिँ आजै आउँछ भन्ने थियो तर त्यति बेला आएन होइन गाइज। किन आएन भने अब यो भ्लग चाहिँ यस्तो भयो गाइज। अनि घर गएर मैले युज गर्न पाइनँ कि एडिटहरू गर्न पाएन अनि त्यही भएर आज यो भ्लग आउँदैछ। अनि त्यही भएर गाइस अनि लास्टमा चाहिँ मेरो चार्ज सकेर अनि युज भयो गाइस। चार्ज सकेर फोन स्विच अफ भयो अनि त्यही भएर कन्टिन्यू गर्न पाइनँ भ्लग चाहिँ। अनि भ्लग चाहिँ अब भोलि नै आउँछ है गाइस, त्यही हो। अनि गाइस तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गर्नुहुन्छ कि हुँदैन त्यो चाहिँ अब तपाईँहरूको कुरा हो। मन पऱ्यो भने चाहिँ भ्लग मन पऱ्यो भने चाहिँ सब्सक्राइब गरिदिनु होला। यति भन्दै गाइस ल है त।